म अहिले ल्याइदिन्छु है मान्नु भरे आउँछौँ हामी ल मानस नलौ तिमी नलौ न फुपूले खोजेर ल्याइदिन्छु त मम्मी नलौ मम्मी 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 फुपूले खोजेर ल्याइदिन्छु है ल यता हेर त मान्नु यता हेर त फुपूले खोज्दैछु मम्मीलाई यहाँ मम्मी ऊ त्यहाँ पर भेट्टाएको छ अरे अनि फुपू र मम्मी ल तिमी नलौ है आज नलौ म ल्याइदिन्छु नि मान्नुको मम्मी अहिले पछि खोजेर म जसरी नै खोजेर ल्याइदिन्छु है अहिले भरे आउँछु मम्मी ल फुपू इचुतरमा आउँछु नि ल तिमी कहाँ गएको थियौ अघि तिमीलाई मम्मीले तिमीलाई के भन्यो थियो अघि तिमीलाई उता मिरको घर जाऊ भन्ने थियो यस्तो घर भयो के भयो क्या उसको लाइफै यस्तो मिरकको घर पठाइदिएछ कि मान्नुलाई चाहिँ दियाको मम्मी हो सँगै होइन अनि हामी यताबाट गयो भने कस्तो रहेछ गाडीमा अगाडि त्यही पुग्छ के गाडीमा हाल्दिनु के उसलाई म जसरी पनि ओ माइजू परमान छ के दिदी खुरुक्क लाएर दियालाई पठाइदिनु न होइन के दिदी दियालाई खुरुक्क पठाइदिनु के त्यही गछ अरे 100% भइसक्यो मलाई घर चिने छैन के मैले लाइभ लोकेसनै पठाइसक्यो पुलिसले मैले लोकेसन भेटाइसके उसलाई खुरुक्क लाएर पठाइदिनु के दिदी त्यो दियालाई लोकेसन ट्र्याक भइसक्यो कि यहाँ पुलिसले ट्र्याक गरिसक्यो पठाइदिनु के उसलाई हालेर यस्तो आफ्नो काम गर्नु यसले चाहिँ चिनेको छ लाइभ हेरेर फेरि त्यता नबसेर अन्त भाग्दैला नि फेरि दिदी चाहिँ हेरेर यस्तो यस्तो गरेन भन्दैला होइन दिदीले उयो गर्दैन दिदीले पनि गाली गरेको थियो अरे कि दिदीले नै गाली गरेको थियो अरे लु अब चाहिँ के गर्नु अनि अब चाहिँ के गर्ने होला कि अब पोखरा जानु भन्दा है प्लेनको टिकट नै काटिसक्यो छोड्दिने टिकट तपाईँ म यताबाट गएर धादिङ बसौँ दिया आउँदै गर्छ दिया आउने बित्तिकै नुकालो छ हामी हिँड्नु पर्ने हुन्छ है किनकि अब हामी चाहिँ यहाँबाट थाहा नभएर हो यहाँबाट हामी हिँड्छौँ हिँडेर के गर्नु यस्तो दिमाग खराब बनाउने के साथीहरू यस्तो म त यदि यो मान्नु हुन्थेन भने नि यो मानस यो सानो भदाले आमा खोज्दैन थियो भने त केही फरक पर्दैन थियो क्या मलाई यस्तो आमा भइसकेपछि एउटा बच्चा त्यति सानो बच्चा छ बाबा भएको भए नि उसको बाबा भएको भए पनि बाबाले